हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ म चेसम सफा गर्दैछु है। सबै सामान निकालिरहेको छु नि त। कति भइसक्यो, त्यही भएर है हेर्नुहोस् न, कालै कालो भइसकेको छ। सबैको चेसम त राम्रो होला है, तर हाम्रो त्यति टेम्परेरी छ है, किनभने अब चेसम त तल राख्नु हुँदैन अरे नि त। हामी चाहिँ माथि बनाउने भनेर म भाँडा पनि टल्काउन थालेँ है। काँचको भाँडाहरू मैलै भइहाल्छ, कति भएको थियो नि त। त्यही गरेको थिएँ कि त्यहाँदेखिको बहिनी पनि थियो, मेरो भान्जी हो है। उसलाई चाहिँ मैले जिस्काउँदै थिएँ नि त। ऊ त्यही बिमारी भएर स्कुल गएको थिएन, त्यही भएर आउन काम गरौँ भन्दै थिएँ। ऊ चाहिँ म काम गर्दिनँ भन्दै थियो नि त है। मैले र पनि जिस्काउँदै थिएँ, कुकुरलाई पनि जिस्काउँदै थिएँ। घाम लागिरहेको थियो मजाले होइन। त्यहाँदेखि म्याक्स आइज काम गर्नु भन्दै जिस्काउँदै थिएँ। त्यहाँदेखि मैले भाँडा टल्काइसकेँ है, टल्काएँ मजाले, घाम पनि मजाले लागेर। त्यही भएर मेरो हातको हालत पत्र केही थिएन। हेर्नुहोस् न साथीहरू, कालै कालो भइरहेको छ। फाइनली टल्काइसकेँ, मैले सबै टल्काइसकेँ। त्यसपछि चाहिँ म भित्र पसेँ, त्यहाँदेखिको चाहिँ मन्दिर सजाएँ है। सजाएर चाहिँ मेरो फाइनली यस्तो भयो। मेरो चेसम चाहिँ सजिसकेर है। तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियोमा भनिदिनुहोस् होला, कमेन्ट गरिदिनुहोस् होला। थ्याङ्क यू।